यस्तो गनगने बुढी माइत गइए फेरि आज आइदियो कति गनगन सुनाउँछ छ्या हेर 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 कुचो लाएको ढङ्ग रामा सिधै घर लाएको हो अलि निउरी परेर लाएको फोहोर पनि बढाइदिन्छ हेर चप्पलको पसार एउटा केही ढङ्ग छैन के कति सिकाउनु सिकाउँदा सिकाउँदै बुढी भइसके क्या लाएको हो देख्नुहुन्न चिया पकाउनु लाएको चिया पकाउन दुध त भाँडै बोक्नुपर्छ त यति डाडीले निकाले नि हुन्छ त एक भाँडो पकाउनु पर्छ त यत्रो दुध हालेर यो यति महँगो छ यो दुध भैँसीको दुध यहाँ कति महँगो छ 2 दिन कति आनन्द भयो थियो माइक 2 दिन आनन्द भयो थियो भनेर हुन्छ अनि के धुन लाग्यो त नि त्यत्रो विधि कपडै देख्दिनँ त खोइ त चारवटा आँखा देख्नुहुन्न सर्फ मात्रै हालेको देख्छु अनि पहिला पहिला त खरानले धोइ नि हुन्थ्यो हाम्रो पाला त हजुरबाजुराले खोलाले जानुहुन्थ्यो यत्रो विधि हालेर धुनुपर्छ थोरै हाल्नु केही छैन के स भने केही छैन क्यारेको भोक लाग्यो अस्तिदेखि उखाला भनेर गएको यत्रो एक हप्तासम्म अझ पनि छैन के अहिले म आएको थाहा पाएर नि यो झाडु खाल्न आएको होला यतिसम्म काम नलाग्ने मान्छे त कहाँ छ होला र दिगदार भयो म कराउँदा कराउँदा दिगदार भयो कि म सकिनँ भात खाना बरु भनेको कस्तो बनाएको छ ढङ्ग होइन भात पकाउने यस्तो भात पकाएर कसरी खाने होला बा न दाल छ न के छ तरकारी मात्र पकाएको यस्तो भात कसले खान्छ होला अनि कहाँ गएको बच्च भनेको त भात बसेर दिएर भन्दा त मान्छे छैन यहाँ आएर मोबाइल चलाएर बसेको काम भन्दा केही छैन मोबाइल चलाउन पाए भयो 24 घण्टा हामीले मात्रै इज्जत सोचेर हुन्छ भात पकाएर राखेको त्यति साह्रो भात कसरी खाने हो त नि दाल छैन तरकारी मात्रै छ अनि हाम्रो यहाँ मोबाइल चलाएर बसेको छ तपाईँलाई जे गरे नि हुन तपाईँलाई मैले अहिले भर्खरै बोकेर त्यहाँ बुलाइ पनि सबैलाई हुन दोष लाउने एउटा कुरामा त के छैन बुहारी भएपछि हो अब मैले तपाईसँग सकिनँ अब अघिसम्म तपाईँ बोल्नुभयो अब म बोल्छु सुन्नु ल सुन्छु म हामीले खानै जाने थिएन हामी त भातै खान्थेनौँ ए हामी त भोकै बसेका भोकै बस्ने केही खान्थेनौँ हामीले त हाम्रो घर माइतमा तपाईँकै घर आएर मैले खान जाने लाउन जाने सबै जाने यस्तालाई स्याहारेर बस्न पर्ने पनि खाना जाने भयो त भात खाना कतिले पाक्थ्यो होला नि यस्ता ढाडालाई स्याहारेर बस्न पर्ने बरु भित्रै बस्छु म त आनन्दले बिहोरा सकिएको बसे बसोस्